वेलकम ब्याक माई युट्युब च्यानल खैरबलको हजुरलाई स्वागत छ। यो सोध्नु सन्चै हुन्छ होला, हारे हुनुहुन्छ होला, आशा हेर्ने गर्दैछु। आज चाहिँ गाइस बिहान मैले फलो गर्न सुरु गरेको छु, देख्न सक्छु लेस चाहिँ काम पनि लागेको छैन हैन। म चाहिँ नास्ता खाने तर्खरमा छु। नास्ता खानको लागि मसँग छ बिस्कुट, आज चाहिँ बिहान मैले नास्ता खाएर चलचल गरेको छु। बिस्तारै बिस्कुट हुन्छ होइन, आज सकिसक्नु लाग्यो फलो गरेर होइन। अनि हिजोले ब्लग कस्तो लाग्यो के सुझाव सब राखिदिनु कमेन्ट बक्समा गरिदिनु होला। मैले ब्लग केही कमजोर भयो होला होइन, त्यसलाई म क्षमा माफी चाहन्छु। सिकाइ छैन, म चाहिँ अब दौरे लिन जानु लागेको छु। बिहान नास्ता खाएर दौरे फेरि को टाढा छ, म चाहिँ घरबाट निस्किसकेको छु। हरियो म चाहिँ निस्किसकेँ। गाइस मैले चाहिँ यति चाँडै गएको छु होइन, त्यो बल्ल उदाउँदैछ घाम। अब टोका ल्याएर पछि आउँदै हुनुहुन्छ, म चाहिँ अघि गएँ होइन ब्लग गराउँदै। यसरी होइन बाटो त अप्ठ्यारै छ यार, अहिले आउँदा पनि गाह्रै हुन्छ, त्यही हो। अनि गाउँमा बसेर चाहिँ दाउरा लिन लागेको छु। गाउँ त के भन्ने हो र होइन, त्यतिकै झिम्रो गाउँपालिका छ, देख्नुहुन्छ सहरै हो तर त्यस्तो पनि म हिँड्दा घाम पनि तेर्सी बाटो छ, देख्न सक्नुहुन्छ गाइस घाम पनि लागिसकेको छ। अब चाहिँ ठ्याक्कै उकालो निस्किनु पर्छ कि उकाल पनि कस्तो छ कि गाइस कुरै छैन, यस्तै ठाडो छ, यस्तो ठाडो छ होइन। दिनमा निक्लिन्छु अब दौरे लिन जानै पऱ्यो नि। सल्लो देख्नु भएको छैन, योभन्दा त माथि हो कि देख्छ होइन। दुगुडी गराउँछु काला, म बिहान रनिङ गर्छु क्या हो त गाइस। ल म चाहिँ पुग्न चाहिँ पुगेको छैन, अब म पुग्नै लागेको छु। के हो त यो नाच्छ त, के हो यो माई गड। ओहो ल गाइस म चाहिँ फाइनली आइसकेको छु। अब चाहिँ फेरि थोरै आएपछि हुन्छ, अप्ठ्यारो छ कि देख्न सक्नुहुन्छ। 1 मिनट गेम फिनिस हो होइन, कारणको लागि म चाहिँ राम्रोसँग हेरेर जानु पर्ने हुन्छ। गाइस म चाहिँ फाइनली आइसकेको छु, भन्न मिलेन, तारिनु परेछ। ओहो सो गाइस म लडेको छु,
माई गड ल गरौँदा म लडेको छु गाइज स्याड तर मल चाहिँ केही भएन होइन कोबाट चाहिँ धुलो धुलो भयो यार त्यट यस्ता लडे यार देख्छ त्यट यहाँ टेक्दा लडेछु होइन छे यार स्याड र म चाहिँ खाइसकेको छु फाइनली लडी दाउरा चाहिँ यिनै हुन् यिनी चाहिँ होइन सुगा त हो यिनी त बहुत गोर्खा छन् कि यत्रो पनि बहुत गोर्खा छन् यति हो अब भ्याइन्छ कि नै तर म लडेको गाइज भयो होइन अब फेरि पुगिसकेपछि म भलक सुरु गर्छु है त त्यतिलाई भाइ ल गाई मैले चाहिँ होइन दौड ल्याएर आइसकेको छु देख्न सक्नुहुन्छ अप्ठ्यारो छ यार म बिस्तार जानुपर्ने हुन्छ नत्र चाहिँ दाउराले मान्छेहरू चाहिँ मरिन्छ बाटो फेरि देखिसक्नु भएछ होला नि यस्तो रालझोरी है खाल्टै छ फेरि के यस्ता रुखले नि अझै देख्छ मैले जस्तो म कन्टिन्यू भोला गराउन चाहिँ सक्दैन होइन त्यहाँ बिचमा गएर म गर्न कोसिस गर्छु किनभने चाहिँ भोला ला बेला कोही लोटिसकेँ गाइज कुरा गर्दा गर्दै होइन कोहीकोमा उक्कल निक्लिनु थियो नि त्यतिको दिनमा आइसकेको छु फाइनली घर पनि देख्न सक्नुहुन्छ अब चाहिँ 1300 हो अनि थोरै छ यति माथि म देखाएको थिएँ त्यहाँ चाहिँ धोरिसकेँ जसो तसो गरेर अब चाहिँ थोरै त्यसो छ अनि थोरै ओह्रालपछि ट्याक्कै तर फलाइदियो पनि छ है त आइसकेको छु है त जस्ट अब 1 मिनट म घरमा ल्यान्ड हुन्छु अब म 1 मिनट पछि ल्यान्ड हुन्छु म चाहिँ त्यति नै अब फाल्ने चाहिँ आइसकेको छु म चाहिँ अब यही नै फाल्नु पर्ने हुन्छ यति प्राण फुटको के होइन यो चाहिँ घारी भन्छ कुटकुरु भन्छ होइन ल आजको लागि यति नै के कस्तो लाग्यो सुझाव सल्लाह दिन कमेन्टमा पिन गरिदिनु होला र अझैसम्म पनि लाइक सब्सक्राइब गर्नु भएको छैन भने प्लिज लाइक र सब्सक्राइब गरी बेल आइकनमा अलमा राख्नु होला र फेरि पनि अर्को भिडियोमा नयाँ भ्लग र नयाँ सुरुवातमा भेटिनेछौँ त्यतिको लागि टेक केयर बाई जय नेपाल।